आएन भने नि मसँग एउटा प्रश्न तपाईहरुको लागि पक्कै अन्तिममा रहने नै छ। नाउ द फ्लोर इज ओपन। पर्खिनुस् है, यहाँ उठाउनु भएको थियो सबभन्दा पहिला हात उहाँले। हजुर, त्यसपछि यहाँ म आउँछु पक्कै। हजुर, धन्यवाद सर। सम्पूर्ण उपस्थित महानुभावजीहरुमा म हृदयबाट नै आभार तथा नमस्कार। क्वेसन गर्नुपर्ने मैले एउटा टपिकमा देखिरहेको थिएँ, लैङ्गिक हिंसाको कुरा, वैदेशिक रोजगारको बारेमा भलनरेबल पपुलेसन गइरहेको छ। स्पेसली त्यो चाहिँ हाम्रो थर्ड कन्ट्रीबाट गएको र हामीले हाम्रो देशमा वैधानिक रूपमा कुनै पनि कानुन त्यसप्रति नबनाइरहेको अवस्था पनि छ। तर हामीले यो वैदेशिक रोजगारको कुरा गरिराख्दाखेरि हामीले यो सम्मेलनले आन्तरिक रोजगार प्रवर्धन, उद्यमशीलता प्रवर्धन गर्ने कुरा पनि गरिरहेको हुँदा हामीले यो टपिकमा अलिकति टपिक हाम्रो मास पपुलेसन, एउटा सेक्स वर्कर, इन्टरटेनमेन्ट वर्कर हाम्रो बिग सिटिजहरूमा जो ल्योरिङ एउटा इन्डस्ट्रीको रूपमा डेभलप भइरहेको छ, यसमा हामीले कसैले पनि डिस्कस गरेको जस्तो लागिरहेको छैन। सेक्स वर्कर काठमाडौँ उपत्यका भन्दा बाहिर पनि छन्। यो लैङ्गिक हिंसा, यो सुरक्षित, यो सोकल्ट अवैधानिक इन्डस्ट्री भन्छु म, सोकल्ट अवैधानिक इन्डस्ट्री, यसलाई लेगल बनाउनतिर हामीले पोलिसी मेकरहरूलाई केले रोकेको छ। यदि जिरो टोलरेन्सै गर्ने भने जिरो टोलरेन्समा यसलाई ब्यान गर्नु, स्ट्रिक्ट गर्नु हामीलाई केले रोकेको छ? कि वैधानिक बनाउनु पर्यो कि टोटली ब्यान्डै गर्नु पर्यो? तर यो फैलिरहेको छ, हामीले आँखा चिम्म गरेर बोल्न मात्रै सकिरहेको छैनौँ। हाम्रो संस्कृतिले हामीलाई हिचकिचाउन बाध्य बनाइरहेको छ कि हाम्रो पोलिसीलाई पनि लजाउन बाध्य बनाइरहेको छ? आई डोन्ट नो। यसलाई वैधानिक कसरी बनाउन सकिन्छ, यसलाई बिजनेसको मेन स्ट्रिममा कसरी ल्याउन सकिन्छ, हामीलाई कसले चाहिँ हात बाँधिरहेको छ? थ्याङ्क यू भेरी मच। थ्याङ्क यू भेरी मच। हजुर, यहाँ अगाडि, त्यसपछि पछाडि, त्यसपछि यता आउँछु है म।